वेलकम टु आवर च्यानल। आज चाहिँ हामी जाँदैछौँ कालुपाण्डे डाँडा फर्स्ट टाइम हो हाम्रो चाहिँ। अनि हामी 1 बजे निस्किने भनेको कति बजिसक्यो अहिले 2 बज्न लागिसक्यो। 2 बजी लागिसक्यो। यस्तै हो केटी मान्छेहरू चाहिँ अलिअलि चल्छ। अब चाहिँ हामी त्यहाँ गएपछि देखाउँछौँ कस्तो हुन्छ भनेर। लेट भइसक्यो एकदम। अब के हुन्छ बाटो हिजो पानी परेको छ हल्का अफरोड छ भन्ने सुनेको चाहिँ छु तर हामीलाई लोकेसन पनि थाहा छैन हेर्दै जाने हो। कस्तो बाटो त के थाहा है तर त्यहाँ पुगेपछि एकैचोटि हामी तपाईहरुलाई देखाउने छौँ। अहिलेको लागि चाहिँ अति धेरै टाइम लाग्यो कि अति 4 घण्टा भइसक्यो। अब 4 घण्टा पर्यो। माथि माथि अन्धकार देख्नु भयो अरे उहाँले चाहिँ आज। अन्धकार देखेछु मैले। किन अन्धकार देखेँ होला चस्मा लगाएर चाहिँ कस्तो हेर्दै नआएको कि लाई हामी चाहिँ जान लागेको बल्ल निस्किँदैन छौँ। हामी चाहिँ 2 बजिसक्यो। कति बेला पुग्छौँ नो आइडिया। हामी चाहिँ भ्यू हेर्न जान लागेको। हाम्रो यहाँ चाहिँ मन्दिर बन्दैछ त्यही भएर यस्तो सब मन्दिर भत्काएको भएर म निस्किँदै गर्छु तिमी आऊ ल। ल ओके म चाहिँ आज अन्जिताको भ्लग चलाउँदैछु। म त अन्धै देखेँ कि आउँछ आऊ ल तिमी। गीत गाउन आउने त होइन एउटै मुखमा झुन्डेर एउटै गीत झुन्डेर हेरन छ मेरो चाहिँ। हाम्रो बस्ने ठाउँ चाहिँ फेरि यस्तो अन्धकार छ कि यस्तो छ कि ठाउँ होइन। यसो हेर्दा फेरि अलि डर लाग्दैछ। भित्र गलीमा आइसक्यो कोही कोही मान्छे मलाई भेटाइसक्यो। पखाइमा निस्किनु देऊ। राइडर यत्तिको चाहिँ हुनु पऱ्यो है। साथी भएपछि यत्तिको राइडर चाहिँ हुनुपर्ने हुन्छ। यताबाट जाने पहिला एउटा चिजै छुट्टिन्छ नि त हामीले त मास्क लाउने बिर्सेको साथीहरू त्यो टाढा जान लागि तर हामीले मास्क चाहिँ बिर्स्यौँ। चाहिँ घरको चाबी हो हराउनु हुँदैन। म त्यसैले घाँटीमा उड्न चाहन्छु। अब हामी चाहिँ यस्तो हो कि अब अलिअलि त्यो पठाउमा हिँड्ने बानीले त्यति साह्रो थाहै छैन हामीलाई चाहिँ। बाटो पनि थाहा छैन के तरिकाले जाने हो कति बेला पुग्छौँ यहाँभित्र कतिको चाहिँ हिँड्नुपर्छ बाटो कस्तो छ केही थाहा छैन। यत्तिकै जानु लागेको हामी चाहिँ। फाइनली हामी चाहिँ बाटो खोज्दा खोज्दा बल्ल आइपुग्न चाहिँ लाग्यो कि कति जग्गा सोधेको आफूलाई बाटो थाहा भएपछि पाउने रहेछ। बाटो चाहिँ राम्रो छ है। फेरि के राम्रो भने नराम्रो बाटो त कटिसक्यो। अहिले चाहिँ राम्रो बाटो रहेछ। पुरै उकालो रहेछ बाटो त पुरै उकालो। यस्तै सबै आयो त पकालो पकालो माथि पुरै उकालो छ। हामी नराम्रो बाटो चाहिँ गएको छैन एकदमै। त्यही भएर बाटोमा सोध्ने काम गर्नु होला। आफ्नै पारामा हन्छु अब चाहिँ नहिँड्नु होला है। यतातिर त कस्तो त्यो अर्ग्यानिक टाइपको हुन्छ नि कस्तो त्यो बास्ना आइरहेको कि त्यो पोलेको कि सेकुवाहरू जस्तो कि सेकुवा खानुपर्ने हुन्छ अहिले। कस्तो राम्रो देखेको है हुन्छ कस्तो राम्रो देखेको। यतातिर त सल्लाहको भएर कस्तो राम्रो देखेको भाइ। हेर्नु साथीहरू कस्तो राम्रो पो देखेको। ल हामीले चाहिँ एक ठाउँमा विश्राम लिइरहेछौँ यहाँ। ठाउँ कस्तो राम्रो लागेको भएर चाहिँ हामी रोकेर चाहिँ अब एउटा 2टा फोटो खिच्नु पर्ने हुन्छ। यस्तो छ तल चाहिँ ल साथीको साधन भएपछि कति सजिलो हुने हो। रमाइलो रहेछ हामी यहाँ। मलाई त मजा लागिरहेको अहिलेसम्म त मजा आइरहेछ। तिमी त झन् हिरोइन जस्तो देखिरहेछौ हिरोइन। ल हेर्न मेरो साथी मन पर्यो भने मलाई के गर्नु रे भ्याकेन्सी ओपन छ है। मलाई यो चाहिँ मन पर्यो यो वाला चाहिँ। अनि यहाँ तल पनि म देखाउँछु ल। तल पनि कस्तो राम्रो छ क्या। आई डोन्ट नो भिडियोमा कस्तो देखिरहेको छ भनेर।
ल हेर्नु भर्खरको भर्खर यहाँ आएर यहाँ रुख फेरेको देख्नुभयो नि गाइस। ल हाम्रो म्यामले स्कुटर चलाउँदै हुनुहुन्छ। चलाउन आउने मान्छे चाहिँ होइन फेरि अलि अगाडि मलाई चाहिँ यहाँ यस्तो बोक्न लगाएर भरिया बनाएर म्याम चाहिँ जानुभयो। तर कस्तो शीतल आनन्दको के ठाउँहरू मलाई चाहिँ मन पर्यो है। यस्तो दामी देखाइ तल पनि छ। चलाउनु त अलिअलि त आउँछ तर डर लाग्छ कि है। बल्ल प्लान बनाएर घुम्न गयो अनि मोबाइल लिएर निस्क्यो स्टोरेजै हुँदैन डिलिट गर्दै जान्छ त्यस्तै स्टोरेज फुल भयो मेरो त। ल हामीले 1-2वटा फोटो भिडियो खिच्यौँ ल त 1-2वटा चाहिँ भन्न मिल्दैन साथीहरू होइन। खिच्न चाहिँ टन्नै खिचेको फोटोहरू कस्तो आयो के आयो जानु आँटेको माथि गन्तव्यमा पुगेकै छैन हामी चाहिँ है। मजाले भ्यूहरू हेर्नु होला हजुरहरू। म दामी देखाइदिन्छु भ्यू चाहिँ। वा कस्तो दामी आएको पनि भ्यू चाहिँ दामी। तर यस्तो राम्रो ठाउँमा चाहिँ जे होस् मान्छेहरू आउनुको लागि नै भए पनि मान्छेहरूले लाली गुराँसहरू चाहिँ नटिपिदिएको भयो हो नि होइन। पुरै गुच्छा बनाएर चाहिँ टिपेर लगिरहेको सबैजनाले है। अलिकति यो पछि आउने मान्छेहरूले नि हेर्न पाओस् न। त्यो यस्तो ठाउँमा आएर लाली गुराँस पनि वाउ टाइपको देखिँदैन, त्यो रुख मात्रै देखेर अलिकति राम्रो देखिँदैन नि त्यो भएर कस्तो बोल्न आएन हो। ल है हजुरले हाम्रो ब्लग हेर्नुभयो भने चाहिँ यो बोलेको कुराहरूलाई चाहिँ उ नगर्नु होला। हेर्नुहोस् यहाँ यस्तो दामी सौन्दर्य हाम्रो नेचर हेर्नु होला। कति मान्छेहरू चाहिँ आउनु भएको छ। यतै हो क्या आइसकेको छ त नजिकै रहेछ सायद यही होला। सेल्फी डाँडा खाजा गर्दै तर बन्द रहेछ। ठाउँ कस्तो राम्रो है। कस्तो दामी देखेको लुङ्गर वाउ हेर्नुहोस् त हाम्रो ब्लगबाट नि हेरेर आउनु होला। ल है हजुरलाई सिक्ने खानु मन छ यता पनि रहेछ मस्त लागेर अर्ग्यानिक के हो ए गुम्बा पनि रहेछ है। हाम्रो तामाङ कल्चरको गुम्बा पनि रहेछ यहाँ माथि। ठाउँ राम्रो छ। अब म मेरो बोलीलाई यहीँ रोक्न चाहन्छु। कृपया तपाईँहरू हेर्नुहोस् यस्तो दामी सबै काफलको रुख रहेछ कि यता मेन काफलको रुख रहेछ यता धेरै नै। सल्लाहगाडी हेर्नु न हेर्नुहोस् न मान्छेहरू यता पनि रहेछ। मेन यतै होला नि त यहीँ होला सायद। ल यतै जाऊँ ल है। सल्लाहगाडी रहेछ यता चाहिँ चिप्लेला है चिप्लेला अघि चिप्लेहरू म चिप्लिन्छु त्यही भएर चाहिँ बी केयरफुल है। म चाहिँ अलिक डर लाग्यो लागेको अवस्था मलाई चाहिँ। ल हेर्नु सक्नु नाइस। फेरि हामी अर्को ठाउँमा आयौँ अनि उहाँ म्यामले फेरि रूप धारण गर्नुभयो अर्को। जान्छौँ लालीगुराँस पाइने ठाउँमा। लालीगुराँस त सबै चोरहरूले टिपेर लिएर आइसके। राइडरहरू आउँदै हुनुहुन्छ तर हामी कालुपाण्डे डाँडा आइसकेको भनेको तर हामी आएको नै होइन रहेछ। यता बाटोतिर चाहिँ खोइ तर्साको हो कि के हो सबै स्कुटी बाइकहरू रोके लालीगुराँस त अन्डै छ कस्तो राम्रो दामी छ हौ। बोयफ्रेन्ड र गर्लफ्रेन्ड भएको मान्छे चाहिँ आउने ठाउँ रहेछ यो। खासमा केटी आउने ठाउँ त त्यस्तो होइन रहेछ। अहिले आएर जङ्गलहरू त खतरा। तिमी चाहिँ हातले नदेखाऊ तिमी चलाऊ कि म देखाउँछु। अहिले लड्नु भएन कि ल बाटो त ठिकै रहेछ। लालीगुराँस कस्तो बित्ति देखेको टिप्न मन लाग्यो।
लालीगुराँस जङ्गल हेर्नु उयो घना जङ्गल चाहिँ मलाई डर लाग्छ के गर्ने लाग्यो अभी यो मान्छे क्या लाग्यो कहाँ पुगे माथि हेर्नु ऊ देख्नु त ऊ देख्यो मलाई देखाइरहेको छ ऊ त्यो ए ऊ लालीगुराँस है लालीगुराँस छ लालीगुराँस खाएर झ्याप भइदिनु रे झ्याप लालीगुराँसको रुख त टन्नै रहेछ त्यही भएर ओहो भाइ के हो लालीगुराँस बेच्न बसेको आमा कहाँबाट टिपेको यतिखेर लालीगुराँस हेर नि कति रे 50 अहिले लिन आउँछ है अहिले माथि गएर आउँछु ल पहिला माथि गएर आउँछु कि माथि वाउ बिका 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 अहिले हाम्रो किन्नु ल दिदी ठुलो बनाइदेऊ ल हजुर के भन्यो रे अहिले हाम्रो किन्दिनु भने ल अहिले ठुलो बनाइदेऊ ल हस् ठुलो हैन अहिले किन्नु ल 100 ल किन्ने अनि एउटा तिमी 50 मा बेचेपछि दुईटा त 100 त भयो नि बाबु हैन ठुलो चाहिँ ल सबै त्यो हामी चढेर टिपौँ क्या हामी पनि हामी आफै टिप्ने हो हामी झन् कम छौँ कस्तो रमाइलो लागिरहेको छ बरु कस्तो हेर त त्यत्रो 5 घन्टा हाइकिङ जाने भन्दा चाहिँ कति राम्रो नि लियो भने लास्टै टाढा गयो त्यति बेला त तर एक्सपिरियन्स चाहिँ भयो यता लालीगुराँस टन्नै रहेछ यता किन माथि साथीहरू आउनु मन छ भने आउँदा हुन्छ है यो ठाउँमा आएर चाहिँ तपाईँहरू रिग्रेट चाहिँ हुनु हुँदैन है हुनु हुँदैन नि हुँदैन रिग्रेट चाहिँ हुँदैन मेरो मुख फेरि यस्तै हो है टट निस्किन्छ भोलि फेरि साथी लडाउने काम चाहिँ नगर है तिमीबाट काम चाहिँ नगर साथी राम्रोसँग चलाऊ बाटोमा हेर म भ्लग गर्छु यो भ्लग भन्दा नि लास्टै गफ भयो जस्तो लाग्यो भाइ लालीगुराँस दामी रहेछ है ल यहाँ चाहिँ एउटा मन्दिर पनि रहेछ राम्रो खालको अनि त्यसपछि उहाँ लालीगुराँस पनि कति धेरै फल्यो है तर भिडियोमा चाहिँ देखेँ होइन हामी चाहिँ यहाँ स्कुटर राखेर यहाँभित्र गएर चाहिँ लालीगुराँस टिप्छ म देखाउँछु है त यस्तो जङ्गल छ जङ्गल छ गो बाघहरू आउँछ कि म फेरि बाघ देख्नमा त अलि वा हेर्नु कस्तो खतरा हो के उयो के भयो यस्तो खतरा के खतरा हेर न कस्तो छ है अब कराउ न उ त्यही त हो क्या हेर्न है ए लालीगुराँस यहाँ त टन्नै छ क्या छन त यी बैबोरी फाले खाने क्या लालीगुराँस ओइ के ख्यास गरे हा ऊ के हो त तर हामी त टिप्न चाहिँ सक्दैनौँ अहिले किन्न पर्ला त भाइहरूको छँदो छ यता त ऊ त्यहाँ कति धेरै छ त्यो रुखमा यत्रो रुखमा चढेर ले हामी खतरा पैसा पनि भेटेँ मैले यहाँ यस्तो त गोरेकासी फिल्ममा जस्तो छ क्या उहाँ झन् गोरे आऊ गोरे कति नभए तर्छु म त के थियो मूर्ति हो कि मान्छे हो तिमी त लाग्छ खतम रहेछ भाग्दैछ अगाडि अगाडि यार पिट्दै म एउटा के देखेर होइन साथीहरू के देखेर ओइ के हो जाम त्यो सेतो कपडा झुन्ना देखेर होला के हो त नि साँच्चै मूर्ति जस्तो कि मान्छे जस्तो हो के खै म त कपडै जस्तो जाऊ न तेर उ त्यही हिँड न
अनि त्यो पयालो र त्यो तक्लु थियो कि हो म देखिदिने क्या ऊ यहाँ त तर साँच्चै डरलाग्दो छ त बुझ्छौ साथी तिमी देखेनौ मैले देखेँ यस्तो देखेर अनि यस्तो देखेर त किन तर्सिने अनि मलाई त कस्तो डर लाग्यो नि त्यो झन् डर लागिरहेको पत्लुको हुन्छ नि सातले त्यो पत्लुको छ नि त्यो कपाल सक्यो अनि त्यो एल्लो कपाल लगाएको छ कि त्यो देखेर अघि तर्सेको सातो गरी क्यामेरा मेरो गयो नि खुट्टो दुख्यो ए यो फेरि किन खुत्यो गरेको के तिमी देखेन साथी भन न के देख्यो अरे मूर्ति हो कि मान्छे त्यो मलाई थाहा भएन है तर त्यो तक्लु छ माथि एल्लो कपडा छ कि मूर्ति हो कि मान्छे त्यो थाहा भएन म यस्तो हेरिरहेको थिएँ कि त्यहाँ यो जङ्गलभित्र हो कि फेरि यो जङ्गलभित्र जङ्गल पनि ठुलै हो यहाँ क्यामेरामा नदेखे पनि ठुलै छ सातो अनि तिमी त यस्तो भुतसुत साँच्चैको देख्यौ भने भाग्दो रहेछौ त एक्लै नि पछाडिको मान्छे छोडेर अनि यार म बचाउ भनिरहेको छु भाग्यो है तिमी कस्तो डर लागेको कि म त्यहाँ लड्याउ है ए म अब पुगिसकेँ ऊ त भाग्ने रहेछ त राइडर मात्रै होइन भ्लगर पनि हो टिकटकर पनि हो सबै हो मेरो साथी चाहिँ फेरि भ्यू टावर भएको ठाउँमा पनि आइपुग्यौँ यताबाट रहेछ यहाँ चाहिँ पार्किङ गरिसक्यौँ यहाँ छ त्यहाँ मन्दिर पनि छ टिकट के काट्नु पर्दैन हो टिकटहरू के काट्नु पर्दैन हो छैन ए हाम्रो गोर्खाको उसमा आएको जस्तो लाग्यो माथि त्यो मूर्ति देखेर होला न यो चाहिँ भ्यू टावर र उहाँ चाहिँ कालो उति माथि टावर उहाँ चाहिँ कालो पाण्डे त्यहाँ चढ्न पाउने होला के गर्नु कस्तो फिल हुँदैछ म्याम हजुरलाई राम्रो रमाइलो ऊ त्यो त कालो हुँदै आइसक्यो पानी उसलाई फेरि उसकै पानी पऱ्यो भने फेरि बिजोग हुन्छ नि हाम्रो एक्सपेरिमेन्ट सबै कुरा कालु पाण्डे सर अब चाहिँ हामी फर्किन नि पर्ने हुन्छ धेरै डुलिसक्यौँ हामी हात दुखिसक्यो धेरै माथि पो आएछ म्याम ल यो चाहिँ हो भ्यू टावर ल फुल टिपेमा 1000 जरिवाना लाग्ने छ 1000 किन 5000 राख्नु पर्ने हो भाइ हो 1000 होइन 5000 के रे चन्द्रमुखी ल आइपुग्यौँ फाइनली गर्मी टु मच गर्मी टु मच अलि माथि त माथि हो अब माथि माथि जाऊँ अनि माथि नै बसौँ अनि कस्तो भ्यू देखिन्छ देखाउँछु तर क्यामेरामा त जस्टिसै गर्दैन भने त मैले त्यस्तो दामी छ क्या ठाउँ एकदमै राम्रो छ कुनै चिज नराम्रो चिज क्यामेरामा राम्रो देख्छ भने राम्रो चिज कहिले नराम्रो देखिन्छ क्यामेरामा राम्रो देख्यो भने मान्छे मात्रै हो भ्यूहरू चाहिँ खासै देखिँदैन नेचरलाई हेर्नु मन छ भने आफै आफै आएर हेर्नु पर्छ कि त्यो जस्टिसै दिँदैन क्यामेराले मेरो त थक गएँ मलाई चाहिँ आज कहाँबाट जोस आएको थाहा छैन म चाहिँ हिँडिरहेको छु ड्युटी पऱ्यो तर मेरो यस्तो ढाड दुख्यो नि लास्टै यस्तो सिडी छ के हो कति लामो हो सिडी यस्तो दामी भ्यू देख्यो कसरी देखाउँ हामी चाहिँ भत्रक्क फत्रक्क भएर गलेर मान्छे बेजी लगाएर यस्तो बस्छ आफू पारि यस्तो छ थाकेर बस्नु आएको चाहिँ खुट्टा दुख्यो अरे यहाँ चाहिँ आएर स्टे गर्नको लागि चाहिँ अब यति बेला यो लालीगुराँस फुल्ने टाइममा चाहिँ एकदम रमाइलो हुन्छ बाटोभरि लालीगुराँस हल्का अनि यो के अरे सल्लाहको रुख अनि यहाँ चाहिँ स्टे गर्नको लागि राम्रो रिजोर्टहरू पनि छ जस्तो लाग्यो अनि त्यही हो अब हामी चाहिँ भन न प्रीति
अब हामी चाहिँ नेक्स्ट टाइम बस्ने गरेर आउँछौँ भनेर छुट्टिँदै अवश्य हामी यहाँ चाहिँ आयो भने अब ग्रुपमा साथीहरू ग्यादरिङ गरेर यहाँ आउँछौँ बस्नुलाई। तर बस्नको लागि अनि यो हाम्रो भ्यू पोइन्टहरू हेर्नको लागि एकदम राम्रो छ ठाउँ है। एकचोटि सबैजना भिजिट गर्नु होला यहाँ कालुपाण्डेमा। चाहिँ माथि टावरमा गएर पनि 2-3वटा भिडियो खिचिसक्यौँ। फोटो त अब माथि त खासै आउँदैन नि त, क्लियर आउँदैन, त्यही भएर खिच्यौँ। अनि अब चाहिँ हाम्रो चाहिँ यो जिम्बलमा पनि चार्ज सक्यो, फोनमा पनि चार्ज सक्यो, अनि अब घर पनि जाने बेला हुन्छ, चार्ज पनि छैन। त्यो भएर चाहिँ अब चाहिँ हामी निस्किन्छौँ, कतै गएर खाजा खान्छौँ एकछिन। अब त्यो चाहिँ चार्ज भयो भने चाहिँ देखाउँछु, चार्ज भएन भने चाहिँ भएन। त्यही हो, निस्क्यौँ हामी चाहिँ। म चाहिँ निस्केँ। मेरो चाहिँ यो चप्पल लगाएर आएको मैले यो यस्तो भयो नि, यस्तो खुट्टा दुखायो नि मेरो यसले। लालीगुराँस चाहिँ पाइएन, अघि किन्न पर्दो रहेछ लालीगुराँस है। अहिले बाटोमा भेट्यौँ भने किन्छौँ लालीगुराँस। लालीगुराँस खाएर झ्या पनि हो। लालीगुराँस पनि कहीँबाट झ्याप हुन्छ। अब चाहिँ क्यामेरालाई एकछिन आराम गर्न दिनु पर्यो है। अनि बाटो पनि ओह्रालो छ नि त अब त, त्यो भएको भएर साथीहरू हामी चाहिँ फर्किँदैछौँ। किन भन्दाखेरि हामी घर पनि टाढा जानुपर्ने हुन्छ, पानी पर्ला जस्तो भयो, वेदर भयो। अब हामी एकैचोटि अघि नै बसेको ठाउँमा बसमा बसेको ठाउँतिर गएर चाहिँ सुकुरी खानेछौँ। हातमा चौचो लिगेर चाहिँ हिँडिरहेको लगाइरहेको छ। बिचरा खाना पनि पछाडि मान्छे त जे गरे नि भयो, खाना मिल्यो। हामी चाहिँ अब फर्किँदैछौँ गन्तव्यमा। चिसो चिसो भयो मौसम, मेरो कपडा फेरि चेन्ज भइसक्यो। ल त्यहाँ टावरबाट चाहिँ हल्का तल यहाँ चाहिँ अब यसो सुकुटी सुकुटी खानुपर्छ खाना। छिटो अनि तपाईँको सुकुटी पनि भन्छु खाइला। गाइज हामी दिनभरि डुलेर अहिले भर्खर घर आइपुग्यौँ। अनि यो चाहिँ मेरो यसमा के अरे गोर्पो गोर्पो भन्दा चाहिँ यार मैले त। अनि यसमा चाहिँ चार्ज सकेको थियो, त्यो भएको भएर बाई बाई भन्न पनि पाएको थिएन। अनि त्यो भएको भएर अहिले चाहिँ हामी एकदम थकित छौँ कि थकित हुन्छ नि। हामीलाई कसैले त ल र जातिमा त्यहाँ गएर काम गरेर आइज भने जस्तो भइरह। अनि पुरै हात खुट्टा सब दुखिरह। अनि त्यो भएको भएर अहिले चाहिँ बाई बाई गुड नाइट भन्नु मात्रै आएको। त्यही हो, बनाएर बाई बाई गुड नाइट बाई बाई। भिडियो अन्तिमसम्म हेरेकोमा धन्यवाद। लाइक सब्सक्राइब अनि के हो के मलाई थाहा के गर्नुपर्छ फर्मालिटीहरू सबै पुरा गर्नु होला। त्यही हो।